दृष्टिविहीन संरक्षण केन्द्रमा आएका छौँ। हामी ठुलो सहयोग गर्न नसक्यौँ, उहाँले सानो सहयोग गर्नुभएको छ। हामी उहाँको साथ सपोर्टको लागि हामी यहाँसम्म आएका छौँ। पदमबहादुर नेपालीजीले 2-4 शब्द हाम्रो लागि भनिदिनुहुन्छ कि अनुरोध गर्छु। धन्यवाद हाम्रो कार्यक्रम सञ्चालकज्यू, यस बिहानी समूहका अध्यक्षज्यू लगायत प्रमुख अतिथि, बिहानी समूह अन्तर्गत विभिन्न तह तत्कामा रहनुहुने सम्पूर्ण पदाधिकारीज्यूहरू र यस रूपन्देही दृष्टिविहीन संरक्षण केन्द्रमा 2073 सालदेखि आश्रय लिइरहनुहुने सम्पूर्ण हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू सबैमा यो बिहानीको अवसरमा म यो अभिवादन टक्राउन चाहन्छु। वास्तवमा हामी दृष्टिविहीन भए पनि केही गर्छौँ भन्ने एउटा उद्देश्य लिएर हामी अगाडि बढिरहेका छौँ र अगाडि बढ्नेछौँ र यहाँहरूको साथ सपोर्ट सहयोग समर्थन सधैँभरि रहनेछ भन्ने मैले एउटा आशा र विश्वास गरिरहेको छु। आज जुन जन्मदिन पर्नुहुने हाम्रो नाना खत्रीज्यूलाई हामी लाखौँ लाख शुभकामना व्यक्त गर्न चाहन्छौँ। यहाँले चालेका हरेक पाइलाहरूमा सफलताको शिखरले चुन्न सफल रहोस्। यहाँहरूले आँटेका सोचेका सबै मनोकामना पुरा हुन् भन्ने यो रूपन्देही दृष्टिविहीन हाम्रो यो दुर्गा मन्दिर बिहानी ग्रुपको नाना खत्रीको जन्मदिन अरू बेला केक काटेर कसैलाई मिठाई अथवा कसैलाई केही खुवाएर खजुल खर्च गर्नुभएको थियो। उहाँको अहिले त्यो गर्नुभन्दा खजुल खर्च अरूले खुवाएर यताउता खर्च गर्नुभन्दा दुखी दृष्टिविहीनलाई दिम भन्ने उहाँको सकारात्मक सोच भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हामीले अरू दिनहरूमा पनि हाम्रो यो दुर्गा मन्दिर बिहानी ग्रुपको कहीँ न कहीँ हामीले यस्तै प्रोग्राम गरेर आफूले खजुल खर्च गरेर आफूले केक काटेर धुमधाम रमाइलो गर्नुभन्दा यस्ता गरिब दुखी दृष्टिविहीनहरूलाई दिएपछि उहाँको आत्माले पनि होइन राम्रो हुन्थ्यो, खुसी हुन्छ उहाँहरूलाई यस्तो गर्ने अरू दिन पाए। र आगामी दिनहरूमा पनि यस्तै गरेर हामी कसै न कसैको बर्थडेमा उहाँहरूलाई हामीले सहयोग गर्नेछौँ भन्दै आजको जन्मदिन परेको हाम्रो नाना खत्री, हाम्रो यो दुर्गा मन्दिर बिहानी व्यायाम ग्रुपको सक्रिय सदस्य नाना खत्रीज्यूलाई मेरो व्यक्तिगत तर्फ र हाम्रो यस दुर्गा मन्दिर बिहानी ग्रुपको तर्फदेखि मुरी धन्यवाद, सुस्वास्थ्य दीर्घायुको कामना, उन्नति र प्रगतिको कामना, सधैँ स्वास्थ्य देख्न पायो भन्दै मेरो 2 शब्द यही राख्छु। धन्यवाद। अध्यक्षज्यूलाई हस्तान्तरण गर्नको लागि म अहिले हाम्रो नाना खत्रीज्यूले यहाँको आज हामी दुर्गा मन्दिर बिहानी व्यायाम ग्रुपको टिमहरू दुर्गा मन्दिर बिहानी व्यायाम ग्रुपको एकदम सदस्य नाना खत्रीज्यूको जन्मदिनको विशेष अवसरमा
आज हाम्रो बुटोल 13 मा अवस्थित रूपन्देही दृष्टिविहीन संरक्षण केन्द्र बुटोल 13 जवाईमा अवस्थित दृष्टिविहीनहरूको कार्यक्रममा केही खाद्यान्न वितरण कार्यक्रममा दुर्गा मन्दिर बिहानी व्यायाम ग्रुपको टिमहरू जुटेका छौँ। आजको यो जन्मदिनको दिन हुनुहुने नाना खत्रीजी उहाँले आफ्नो तर्फबाट आफ्नो उपलक्ष्यमा विभिन्न किसिमका केकहरू काट्ने प्रचलनलाई हटाउँदै यो आफ्नो जन्मदिनको जुन खर्च केक काट्ने पार्टी गर्ने पैसाबाट बचाएर दृष्टिविहीनहरूको खानालाई हस्तान्तरण गर्ने कार्यक्रम आयोजना गरिरहेको छु। उहाँहरूलाई एक दिनको खाना भए पनि हामीले उपलब्ध गराउन पायो भने धेरै राम्रो हुन्छ। त्यसकारण हामी सबैजना दुर्गा मन्दिर बिहानी व्यायाम ग्रुपको साथीहरू जुटिरहेका छौँ। सबजना एकदम नाच्दै हुन्छ। हाम्रो सानो नानी पनि भइसकेपछि हाम्रो छोरीहरू आएन।